चाहिँ आज नयाँ लेभल सुरु गर्दैछ। म स्टडी मोडमा गएर श्राइन लेभल है खतरा छ है भ्यू ल खतरा छ भ्यूज नयाँ लेभल हो भ्यूज कडा छ क्लियर छ है यहाँ चाहिँ। अब त्यो धुर्मेले नयाँ काम लाउँछु भन्थ्यो होइन त्यही काम चाहिँ अब गर्ने हो यो मिसनमा होइन सिम्पल छ। भैरवनाथ के अरे कालो भैरव सिन चाहिँ कडा रहेछ होइन। ल अब आइगयो त्यस्तो कन्फ्युजन केही छैन। बेपत्ता भन्ने हो सिधै धुर्वे छिङ्गामा हामी पण्डित भाइ यसलाई बुद्धि दियो भगवान्। यसमा चाहिँ सायद कन्सेप्ट क्लियर छ क्या। हामीले चाहिँ त्यो मैले एकचोटि खेलेको थिएँ कि लेभल कम्प्लिट भएन छोडेको थिएँ। के अरे हाम्रो रमेश काकाको काम गर्ने हो। रमेश काका पनि धुर्वेली लिएर जान्छ सिधै त्यो ट्रक दिन्छ कि रमेश काकाले एउटा त्यो ट्रकमा चाहिँ बम हालेको हुन्छ त्यसलाई चाहिँ ठाउँमा लगेर राख्ने हो मूर्तिहरू भएको ठाउँमा। ओहो आइते कता हो दुईजना जस्तै दङ्ग पर हिँडेछ जोडी मिलाएर मान्नै पर्छ है जोडी चाहिँ। तट काम सामसानतिर हो धुर्वे बिहानदेखि चिस्काएर बस्छस् यसो बिहान मन्दिर आएको देख्न साथसँग त्यही त थाहा छ मलाई तेरो चालमा जिस्काइदिन्छ है। त्यो अस्ति कुरा याद छ नि तँलाई। ल जाने भए छिटो आइज है अहिले जानुपर्ने छ त्यहाँ। ए हो र ल बस्दा गर एकछिन म झट्टै गरेर आइहालेँ है। यसले चाहिँ सोल्टिनलाई छोडेर आउँछु भन्छ है त त्यो बेला आइदिएले चाहिँ हो तेरो त्यो माथिको साथी बाङ्गो बाङ्गो कुरा गर्छ त। त्यसको कुरै नगर्थ्यो धुर्वे बजिया हो क्या त्यो एउटा जरुरी ठाउँमा लान्छु भनेर भन्दै थियो त्यसले मलाई अस्ति। सुन्न फुलमाया मलाई तेरो मोटरसाइकल दिएन है म बेलुकासम्म फिर्ता गरिदिइहाल्छु। कहाँ जानु पर्यो फेरि तँलाई मोटरसाइकल लिएर खुरु खुरु हिँडेर जाने त्यहाँ होइन हौ यसो नयाँ मान्छे भेट्न जानु लाग्यो यसो अलिअलि देखाउनु त पर्यो नि त बुझ्न कुरा। आजै माग्या त हो नि त कहिले माग्छ घुम्न जाउन साँझ पख सिरिरी बतासमा ल भन्ने जस्तो भइरहेछ है। ल बुलेटमा पुरै मस्त ल फुलमायालाई बुलेटमा पट्टु लाएर आइते यस्तो आगे बेग्लै छ नि आइतेको कस्तो चाहिँ भ्यू हाम्रो ल बुलेटमा ल साउन्ड हाम्रो ल है यहाँबाट चाहिँ टर्निङ हान्नुपर्ने हुन्छ बुलेटको टर्निङ उस्तै हो फेरि मजा आउँछ यस आयो ठोक्यो दाजुलाई ठोकिदियो है मैले पनि ठोक्यो धन्नैले फुलमायालाई हालेको छु चलबल दिनु पऱ्यो यसो घुमाउनु पऱ्यो ह्यान्डल भनेको बुलेटको के चाहिँ रियलिस्टिकै हो उसको बाइक रहेछ ल फुलमायाको ओए ल लडे फुलमाया हामी त्यति बाल पनि छैन हामीलाई यहाँ मिसन जानु ढिलो भयो यसलाई छोडेर आइहाल्ने। अरे राम्रोसँग चढ न नानी ल यता रहेछ हामी जानुपर्ने मिस्टेक हो सरी 48 मरिस भन्थ्यो कहाँ पानी परेको रहेछ कस्तो मिठो हिमाल देखिरहेको छ पारिको भ्यू पोखराकै भ्यू जस्तो चाहिँ त पुरा हिमालको भ्यू छ कहाँ भयो ठाउँमै पुऱ्याइनु पर्ने रहेछ यसलाई फेरि त्यो फाइनल्ली फुलमायाको घर आइयो है त। दायाँ बायाँ यताउता गरेर होइन नि दायाँ बायाँ 1-2 घन्टामा फर्किहाल है भोलि बिहानै मेरो अन्तै जाने काम छ। ल धेरै चिन्ता नगर न ल्याइदिइहाल्छु नि तेरो मोटरसाइकल यति राम्रो मुख नबिगार न रिसाएर ल जा धेरै मस्का लगाइराख्नु पर्दैन हौ बुझ्छिन् नानीले कुरा फटाफट हामी चाहिँ फेरि धुर्वे भएपछि जान्छौँ होइन। त्यसले चाहिँ हामीलाई के सिगरेट काममा खतरा मालामाल भइन्छ भन्दै थियो हेरौँ अरूले मिसनमा चाहिँ हामीलाई मालामाल भइन्छ भन्दै थियो छिटो नरिकन फटाफट जान्छ हामी बाइकको स्पिड अलिक कम छ त्यो भएर फटाफट त्यहाँ गइन्छ धुर्वेलाई टिपिन्छ सिधै मिसनमा डाइरेक्ट
हल्का फुल्का मैले बुझेँ विचारमा चाहिँ ट्रक चलाउने हो, ट्रक लगेर बमले भरिएको ट्रक लगाउने, डाइरेक्ट लगेर राखिदिने। पुरानो मूर्तिहरू समथिङ छ अरे, इम्पोर्टेन्ट कुराहरू, इम्पोर्टेन्ट माल सामान भएको ठाउँमा लगेर ट्रक राखिदिने चाहिँ बमले भरिएको। त्यसले काकालाई के फरक पर्छ थाहा छैन, रमेश काकालाई फरक पर्ने रहेछ होइन। कहाँ छ त धुर्बै हो। बस पस्यो, हेर्नु पऱ्यो, पस्यो। पनि पस्यो है, यहाँबाट त छिर्दैन होला। सेरा दाजुलाई बाटैबाट यताबाट जानुपर्ने रहेछ, हाम्रो फेरि गलत गरेछ। ला तेरो जिउ झमझम चिलाएको जस्तो छ के हो? मेरो जिउ चिलाएन दाजु, तिम्रै चिलायो होला, मास मालिस गर। अब यहाँबाट चाहिँ डाइरेक्ट दुर्गालाई लिएर गएर यसले कहाँ लिएर जान्छ, सायद रमेश काकाको घरमा लान्छ जस्तो लाग्छ मलाई। रमेश काकाले चाहिँ के भन्नुहुन्छ हेरौँ है त, के काम दिनुहुन्छ। लक्खर लक्खर ए लक्खर लक्खर ला 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 तरकारीको भण्डारमा ठोकिएछ। यस्तरी कुदाउन हो यहाँ त। ला यो 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 अब के गर्ने, ठोकिएको। ए बस्न है बस। रेशम फेरि ओए मैले धेरै ठोकेँ, यसरी कुदाउनु पऱ्यो। स्पेसल चलाउँछु कि फेरि म फेरि ठोकिहाल्छु। ए भागा भाग छ त सबैको। ल हतारसम्मलाई रमेश काकाको घरमा जान, त्यो भएर लगो लगो आइपुग्नु लाग्यो है त रमेश काकाको घर कस्तो छ हेरौँ। काकाले लुटेर बनाएको घर कस्तो छ है त। मामा यही हो क्या रमेश काकाको घर त। बा कहाँ ल्याइस् यस्तो फेरि? पुरै विदेशी शैलीको छ त यो, कसको घर हो यस्तो? घर त आफ्नो त जुनीमै नहोला हौ। चिनजानकै हो केटो हो, अहिले भित्र गएर थाहा पाउलास् नि। हो र भने लु जाउँ त जाउँ। हम त्यसलाई ढाड भाँचिने गरे। सर नमस्ते। ए आइस, आइतलाई पनि ल्याइस। के छ है आइते अब हालखबरतिर? ए नमस्ते रमेश सर, सन्चै छु। ल ठिक छ, तिमीहरू तयार होइन त केटा हो? तयार छु सर, त्यही भएर आएको। काम चाहिँ के गर्नुपर्ने हो र सर? ल हेर, यसले भनेन तँलाई के गर्नुपर्ने भनेर? भनिसकेँ सर, सुईको चाहिँ दिइसकेँ सर, भनिसकेको छैन, मलाई थाहा छैन। अनि हेर केटा, काम चाहिँ अलिकति गाह्रै छ, तर यो काम भयो भने तिमीलाई जिन्दगीभरि आनन्दले खाँदै सुत्दै गर्न पुग्छ है। ऊ त्यहाँ माथि एउटा पहाडमा पहिला पहिलाका ती पौराणिक मूर्तिहरू सबै थुनेर राखेको छ। यी ठाउँका डाम्नाहरूलाई चासो पनि नभएर त्यो ठाउँमा सुरक्षा पनि छैन। अनि तिमीहरूले चाहिँ एउटा ट्रक लगेर त्यो ठाउँमा राखिदिनु पर्यो। ट्रक चाहिँ किन राख्ने सर? त्यो ट्रकभित्र विस्फोटक पदार्थ छ। तिमीहरूले त्यो ट्रक ढोका बाहिर राखेपछि त्यसमा टाइमर बेलुका पड्किनलाई राखेको छ। त्यही भएर बाख्राले चट्याङ सुने यस्तो हात्ती डराउने कामै छैन। अब यो आइतेले राम्रो गाडी चलाइहाल्छ, त्यही भएर गाडी चलाउने काम त्यसको। अनि बाटोमा के कसो छ सबै हेर्ने काम दुर्बेको। हुन्छ सर, हस्। ल जाऊ केटा हो, राम्रोसँग गरेर आऊ। पैसा त मालामाल हुन्छ भनेको छ त। मेरो त 1000 रुपियाँ रहेछ खाँचामा। ल ट्रक लगेर चाहिँ हामीले सिधै
त्यो मन्दिरको ती महँगा महँगा मूर्तिहरू ठाउँमा लगेर ट्याक्क राख्ने रहेछ है त। ल लेट्स सी। लास्ट चाहिँ अप्ठ्यारो छ, काम चाहिँ बन्द थियो बाहिरले कस्तो छ हेरौँ। यसरी चाहिँ ट्रक चलाउन सिरियसली नै अप्ठ्यारो रहेछ। ए बम छ भित्र, बम छ। यस्तो बम भएको ट्रक त अनि पड्काइदियो भने त मैले सिधाइदिएँ नि। बिस्तारै चाहिँ काटिने, बिस्तारै बिस्तारै। कहाँ कहाँ बम छ है गाडीमा, त्यो भएर साइडमा नआउनु। हरन बजाउँदै लिएर जान्छ यार। पक्न आयो भने त फेरि बम छ गाडीमा, आफू पनि सुहायो अरू पनि सुहायो हुन्छ। लास्टै गाह्रो रहेछ हौ ट्रकको टर्निङ काट्न चाहिँ। ल ठोक्यो 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 धन्नै बम पड्केन। गाडीको पछाडि बम छ हो। अरे बाटो देऊ न यार। यस्तो मिठो हरन बजाइराखो दिन्न। एउटा निस्किन्छ निस्किनु के को जाम हो यहाँ। ला बम पड्क्यो। छस्याङ्गै भएको म त ठोकेको त नि त्यत्रो बाटो छ त छिरिरहेको छ त। निगुसीको कुरा नगर यहाँ, नबोलिकन यहाँ बम छ फेरि। अझ मासलले के भन्छ दिउ कि के हो दिउ छाताले हान्छ मन त छाताले खाला ल छाता जलपारी पल्ल छ रे उसले हैस छाताले झन् यार पछाडि जाम परिसकेको छ है। ल सरी है सरी दाजु। के हो अगाडि बाटो छैन के रहेछ रहेछ। फेरि भत्केको पिच रोड आयो त फाटाफुटा। सुनसान जङ्गल छ त। सरी है दिदी हान्न त मन थिएन, हानेको टिप्पर हो यस्तो भइहाल्छ नि बडे बडे सहरमा। बाटो छ नै साइकल त्यत्रो बाटो छ त बे, त्यत्रो बाटो छ त अनि मैले ल्याएर हान्नुपर्छ। जँडा पो रहेछ जँडालाई त। त्यत्रो बाटो छ त मिठो छिरिरहेको थियो। साइकल वाला रहेछ है। ड्राइभर माइलो मोटर चलाउँदै ठोकिन लाग्यो त कटेको भाग्यो भाग्यो त्यही बाटो छ। यता पो रहेछ एउटा मान्छेले गर्दा ट्रकै उड्यो। बाटो खै त यस्तो बाटो जाने हो। आमा बाटो के यस्तो चढ्छ कटो 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 कट्यो धन्ने धन्ने। पुरा यस्तो घाँसभित्र चाहिँ बम छ अरे कि। आमा ट्रफिक कन्ट्रोल आउट अफ कन्ट्रोल लाग्छ। बाटो त छोडा नै यसै चाहिँ गाह्रो भइरहेको छ झन् बाटै छोड्दैन।
छडै छड बाटो छड आमा पुग्छ यहाँ कहाँ गइसकेको छ त्यो गाडी त यहाँबाट छिर्छ यहाँबाट पिछोड ठोकिन माथि हाल्दा पनि ठोकिन्छ कि भनेर भन्नु ठोकिन पर्छ यस्तो हरन बजाउँदा हिँड्दा पनि छोड्दैनन् बाटो अरे हामी त गाडी देख्छ सानसानोमा त कहाँ पुगिन्थ्यो यस्तो पाको मान्छे पनि बाटो छोड्दैन ल यहाँबाट बिस्तारै बिस्तारै जानुपर्छ बाटो एकदम डेन्जरस छ गाडीमा बम छ होइन केही भइगयो भने सकियो अहिले पनि भन्न पाइँदैन फेरि नियरेस्ट छ है त 1 किलोमिटर देखाइरहेको छ त्यो अब बाटो छोड मारे होइन मैले यस्तो बाटो छ अनि बाटो छन् बाटो के छ समथिङ घाम परेको रहेछ के रहेन धेरै मान्छे हो बाटोमा धुर्बे कहाँ गयो धुर्बे कति टाढा हुँदैन रमेश काका जानुपर्ने हामी कहाँ काट्छ यहाँ मोड्दै मोडिदिनु त प्याक गरेर लानुपर्छ बाटो ठिक छ अपलोडै गइदियो हटा है काका पढ पण्डित उल्टो हिँड्दा बिस्तार गाडीमा बम छ फेरि खोला छ नि फेरि एकपल्ट ओके आयो हर्न बनिरहेको हट्दैन बाटै छैन यहाँ कता हो त मन्दिर भयो पुरानो मूर्तिहरू छ भन्छ यसले बाटै छोडेन त जस्ट 300 मिटर है अब सरी रङ साइडबाट काट्नु पर्यो काटिएन के गर्नु यस्तै हो ओभरटेक त हान्नै पर्यो आफूलाई ढिलो भइरहेको छ यहाँ आमा बाटो त यिनीहरू जित्दै गर म यताबाट हाल्छु आइगयो है त मेरो डेस्टिनेसन फाइनल्ली बमले भरिएको लिएर आइयो राखियो मन्दिरको साइडमा रमेश काकाले के भन्नुहुन्छ है त हामीलाई ट्रायल फिल्ड फाइनल्ली यति नै है आजलाई चाहिँ ओके बाइ बाइ